दर्शकबिन अन्तत भर्खरै मात्र विष्णु सापकोटाले एलिना चौहानसँग माफी मागे तापछि भने यता एलिना चौहानले पनि विष्णु सापकोटालाई माफी गरेकी छन्। अब भने यी जोडी अब आउँदो दिनहरूमा भने यी जोडीलाई सँगै देख्न पाइन्छ कि पाइँदैन त? आउनुहोस् आजको विषयमा भने यसैबारे रहेर छोटो चर्चा गरौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु भने नछुटाउनुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्सक्राइब गरेर साथैमा रहेको बेल आइकनलाई अलमा प्रेस गरेर हामीसँग जोडिन भने नछुटाउनुहोला। दर्शकबिन पछिल्लो समयमा विभिन्न प्रकारका घटनाहरू घटिरहेका थिए, तर पछिल्लो समयमा भने एलिना चौहान र विष्णु सापकोटाको डिभोर्सको कारण भने निकै नै उग्र रूप लिएको थियो। तर अहिलेको समयमा हेर्ने हो भने एलिना चौहान र विष्णु सापकोटा भने एक हुने सम्भावना बढी नै देखिएको छ। यता विष्णु सापकोटा र एलिना चौहान भने एक हुनुपर्छ भनेर नेपाली दर्शक श्रोताहरूले दाबी गरिरहेका छन्। यस साँच्चै नेपाली दर्शक श्रोताहरूको भनाइलाई सुन्दै एलिना चौहान र विष्णु सापकोटा भने एक हुन्छन् त? तपाईँलाई के कस्तो लाग्छ त? के साँच्चै एलिना चौहान र विष्णु सापकोटालाई अब हामी नेपाली दर्शक श्रोताहरूले एकसाथ देख्न सक्छौँ त? तपाईँलाई के कस्तो लाग्छ? कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तरहको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनुहोला। पछिल्लो समयमा जे जस्तो भनिए तापनि तर एलिना चौहान र विष्णु सापकोटाले एकअर्कालाई माया गर्ने भने उही पुरानो माया रहेको छ। तपाईँलाई के कस्तो लाग्छ? के साँच्चै अब भने उनीहरूको माया सदैव टिक्छ होला त? के साँच्चै उनीहरूलाई आउँदा दिनहरूमा एकसाथ देख्न पाउँछौँ होला त? तपाईँलाई के कस्तो लाग्छ? कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तरहको कमेन्ट बक्समा आफ्नो मनमा लागेको प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनुहोला।